हेलो साथीहरु नमस्कार। तपाईलाई स्वागत छ मेरो मिनी ब्लगमा। आज के मैले भिन्डीको तरकारी पकाउन लाएको। हेर्नु न कस्तो सबै पचत्तै कुएर। मेरो फेरि कस्तो हन्तकाले बानी छ भने थोरै मोरै त आँखै लाग्दैन। इति किनेर हिँड्नको अल्छीले एकैचोटी ग्वाम्मै किन्यो अनि फ्रिजमा खादियो। अनि पकाउने बेलामा क्यार छु भन्नु न। फेरि कहिले चटपट खाओ कहिले चाउचाउ खाएर सुतो। अनि नकुएर क्यारोस् त बिचाराले। अनि एक ओरो भर पकाउन त कहाँ पाइन्छ र फेरि। ऊ आई छोरी हमुक लिएर अनि फेरि क्यामेरा रहेछ भनेर रिसाउँदै गए। हेर्नु न। अनि मैले पनि गए जा त गएर के हुन्छ र म डराउँछु र। मैले बुझाउने र हमुक मलाई पिट्ने हुन् र मास्टरले भने भन्न त। अनि फेरि मनले के मान्थ्यो र गएर सिकाइदिए के। हेर्नु न फेरि धाराको हत्ते जे बेटा त्यसैले बटार्ने हो के रे। म त टेन्सनै छैन के मलाई त। यो धारो त के खप्दै नखप्ने रहेछ के। अस्ति भर्खर हो के 800 हालेर किनेको बिग्रिहाल्यो। अब महँगो धारो त कसले किन्छ र। आफ्नो घर हैन घर बेटियो घर। अब चल्दासम्म यसरी नै चलाउने हो के रे। अनि उपाय नलासी किन्न पर्ला नि अर्को। अब फेरि तरकारी काट्छु भन्ने बेला चक्कु भेट्दिन। हेर्नु न मलाई फेरि मैले जुन चक्कुले काटी राख्छु त्यही चक्कु चाहिन्छ के। छन त ठुलो चक्कु पनि छ। मलाई फेरि त्यही सानो चक्कु नै चाहियो के। भनेको कुरो हुनै पर्ने केटकेटीको जित जस्तो के बेहोरा पनि। यता उता गरेर आधी घण्टा लाएर त्यो चक्कु खोजेरै छोडे के मैले। त्यही ग्यास मुनि रहेछ। हेर्नु न चक्कु भेटाएपछि फेरि ठुलै युद्ध जिते चाहिँ खुसी लाउँछ के मलाई। मलाई खुसी हुन ठुलो केही चाहिँदैन। हेर्नुस् मिठरी कोही बोल्दियो भने पनि ए त्यो त मेरै मान्छे आइछ जस्तो भनेर धिप्लिक्कै माया लाएर आउँछ। कसैले यति गुण लाए भने पनि त्यो गुण कसरी तिर्ने होला कसरी ब्याजसित तिरम त्यो गुण भने चाहिँ हुन्छ के। कोही आउँदा कसैले केही ल्याइदियो भने पनि खुसीले गाईको बाछी चाहिँ उफ्रिन मन लाउँछ। त्यही पनि उफ्रिन त उफ्रिन्न। उमेरले नेटो काटे पनि मन त बच्चै जस्तो हुँदो रहेछ के। साथीहरूले नि बच्चै जस्तो छ तेरो बेहोरा त भन्छन्। मैले फेरि आफू सानो हुन भएन के रे। आफ्नो बचपन त मर्ने बेलासम्म कायम राख्न पर्छ। बल्ल पो जिन्दगीमा रमाइलो हुन्छ। तिमीहरू आउँदाखेरि चकलेट बिस्कुट ल्याइदिने गर म त खुसी हुन्छु भनेर टार्छु के। तपाईहरुले के गर्नुहुन्छ कुन्नी। तपाईहरुलाई मेरो भिडियो मन परेको भए मलाई फलो गर्नु है। तपाईहरुलाई पनि मैले फलो ब्याक दिन्छु। एकार्कालाई मिलेर सपोर्ट गर्न पर्छ के। यो डिजिटल जमानामा पैसा त कमाउन पर्यो नि यसो उसो गरेर। एकार्कालाई हेल्प गरे पो बल्ल हुन्छ त। हेर्नु न मैले तरकारीमा तेल कति धेरै राख्छु। अझ खन्याको के मैले धेरै भए जस्तो लागेर। पहिला धेरै हालिहाले अनि फेरि सन्चो हुन्न कोलेस्ट्रोल बढ्छ प्रेसर बढ्छ भनेर अनि फेरि तेल खन्याए के। तरकारी पनि कति धेरै पकाउँछु के मैले एकैचोटी। आमा छोरी मात्र यो हो हुन त खानी। 4 जनालाई 5 जनालाई पुग्ने तरकारी छ। हेर्नु न। अनि भोलिपल्ट पनि राखिदिन्छु। भोलिपल्ट ढिलासम्म सुत्न पाइयो नि त तरकारी पकाएर राखेपछि त।